रहेको छ। एउटा सानो गल्ती गर्ने हो भने पनि वान मिस गेम फिनिस भन्छौँ नि हामी, त्यो हुन सक्छ यहाँनिर। शरणले यो पटक बुझेका छन् त्यो कुनै पनि गल्ती गर्ने छुट छैन यहाँ दुवै टिमलाई। बराबरीको र्याली जुन चलिरहेको छ त्यो कन्टिन्यू हुनुपर्छ। यो दर्शकहरू त्यही हेर्न आतुर छन्, रातको प्रवाह नगरी, निन्द्राको प्रवाह नगरी यहाँ आएका छन् नि, यही प्रतिस्पर्धा हेर्न आएका छन्। त्यो कारणले यो प्रतिस्पर्धा रोकिनु हुँदैन, यो बराबरी रोक्नु हुँदैन, यसै गरेर अगाडि बढ्नुपर्छ, यस्तै किसिमले अगाडि बढ्नुपर्छ। क्या भइरहेको छ यो खेल, वाह! 15 को बराबरीको र्याली त अझै टोडिएको छैन। फखरुद्दिन वाटु, उनको जम्प सर्भिस डिबी दिएका छन्। डिबी पुनः पटक, यो रिकभर भएको छ, यो भने चान्स हुन सक्छ। मुबासर राजा वाटु, डिबीलाई रोकियो नि त्यहाँनिर, त्यसपछि अवसर प्राप्त गर्यो। मुबासर राजा वाटु यो किसिमबाट प्रहार गरे। हरि हजुर उनको टाउकोमा लाग्यो बल र बल बाहिरियो। चेकआउट, अब बराबर गर्न सक्छ या खेल सुम्पन्छ। अब अवसर प्राप्त गर्नेछ मुबासर राजा वाटु। यो गल्ती हामी यो हेर्न सक्छौँ। यो किसिमको बराबरी, यो र्याली कतिन्जेलसम्म चल्नेछ? वाह, क्या भइरहेको छ खेल। डिबी, मुबासर राजा वाटुले यो गल्ती भने गरेका छन्, गरिरहेका छन्। यहाँ अब गाह्रो छ, अवसर प्राप्त गरेको छ। फखरुद्दिन वाटुले त छोड्दैनन्, उनले प्राप्त गर्नेछन् नि, गाह्रो पर्नेछ। म्याच पोइन्टमा अब पर्वत लाइनबाट जुन प्रहार गरे, क्या सट दिए उनले। निरूप बस्नेत म्याच पोइन्टमा छ। पर्वत बराबरी गर्छ वा सुम्पन्छ खेल, आर्मीको हातमा छ। अब अवसर प्राप्त गरे मुबासर राजा वाटु। क्या गरिरहेको छ आज मुबासर राजा वाटु? खुसी छैनन् त्यहाँनिर कासिम नाविद मुबासरसँग खुसी छैनन्। त्यो फ्रस्ट्रेसन त्यहाँ देखाइरहेका छन्, देख्न सक्छौँ यहाँ, यो हेर्न सक्छौँ। यहाँ हेरौँ कासिम नाविद कति रिसाएका छन्। क्या बराबरी छ खेल, क्या बराबरी खेलिरहेका छन् मुबासर। अब